कृषि अभिवादनीहरू सबैलाई जय मसीह र फेरि अर्को पनि एउटा अध्ययन गर्नको लागि हेल्पफुल रिसोर्सहरूको साथमा म चाहिँ आएको छु। यो हेल्पफुल रिसोर्सहरू चाहिँ यहाँ पाइन्छ भनेर खबर दिनको लागि, इन्फर्मेसन दिनको लागि। र तपाईँले चाहिँ अब भन्दै हुनुहुन्छ म बाइबल त अध्ययन गर्न चाहँदछु, तर मलाई पर्याप्त मात्रामा रिसोर्सेसहरू मसँग छैन, कहाँबाट पाइन्छ होला, मसँग त टिप्पणी पनि छैन भनेर भन्दै हुनुहुन्छ भनेदेखि यो enduringword.com भन्नेमा चाहिँ तपाईँहरू चाहिँ जानु होला। यो चाहिँ एकदमै यो कमेन्ट्री जेनेसिस टु रेभलेसन एकदमै धेरै रिसोर्स भएको यो चाहिँ यो साइट हो। यो चाहिँ होइन, तपाईँले जेनेसिस टु रेभलेसन पुरा फुल मात्रामा चाहिँ तपाईँले चाहिँ वर्स बाई वर्स होइन, च्याप्टर बाई च्याप्टर सबैको चाहिँ तपाईँले कमेन्ट्री पाउनुहुन्छ। र यो पनि फ्रीमा, यहाँ केही पनि पेड भर्जन यताउता केही पनि गर्नु पर्दैन, मन्थली सब्सक्रिप्सन केही गर्नु पर्दैन, फ्रीली हो। जस्ट तपाईँसँग चाहिँ म प्रभुको वचन अध्ययन गर्छु भन्ने चाहिँ तपाईँसँग चाहिँ हृदयमा चाहिँ हुनु पर्यो। म मजाले अध्ययन गर्छु, परमेश्वरको वचनबाट जान्न चाहन्छु, बुझ्न चाहन्छु भन्ने प्यासन छ भनेदेखि परमेश्वरले अलरेडी नै तपाईँहरूलाई जुटाइदिइसक्नु भएको छ। ल हेर्नुहोस् है, प्रभुका मानिसहरू, परमेश्वरका जनहरू धेरैजना हुनुहुन्छ जसलाई परमेश्वरले ज्ञान बुद्धि दिनुभएको छ र उहाँहरूले चाहिँ के गर्नुभएको छ, यस्तो फ्री सोर्सेसहरू चाहिँ हामीलाई चाहिँ अभाइलेबल गर्नुभएको छ। अब मलाई अङ्ग्रेजी पनि आउँदैन भनेर भन्नुहुन्छ भनेदेखि पनि काहीँ कतैबाट भए पनि सिक्नुहोस् र एटलिस्ट पढ्नलाई एकदमै तपाईँहरूलाई चाहिँ इच्छा छ भनेदेखि केही कुराले पनि छेक्दैन, गुगल ट्रान्सलेटमा गएर मैले वर्ड्सलाई नै मैले चाहिँ यहाँको प्यासेज, यहाँको लाइन्सहरूलाई नै मैले यसरी ट्रान्सलेसन गरेर भए पनि के गर्नुहोस् त भन्दाखेरि अध्ययन गर्नुहोस्, सिक्नुहोस्। तर परमेश्वरको वचन अध्ययन गर्न, परमेश्वरको वचनबाट जानकारी पाउनबाट चाहिँ तपाईँहरू चाहिँ के नगर्नुहोस्, पछाडि नपर्नुहोस् है त। यो पक्कै पनि यो वेबसाइटलाई चेक गर्नु होला। र 11-12 सकाउनु भएको भाइ बहिनीहरू हुनुहुन्छ भनेदेखि त तपाईँहरूले चाहिँ डेफिनेटली यसलाई चाहिँ अध्ययन गर्नु होला। ओके, टेक केयर, गड ब्लेस यु।